स्ट्रिङ पढ्दैछौँ आज हामी। स्ट्रिङ भनेको के हो त? स्ट्रिङ भनेको अर्डर कलेक्सन अफ क्यारेक्टर। स्ट्रिङ भनेको अर्डर कलेक्सन, कुनै पनि क्यारेक्टरहरूलाई कलेक्ट गरेको, त्यसलाई भन्छ हाम्रो स्ट्रिङ। अब यसलाई के गरी लेखिन्छ त स्ट्रिङलाई? स्ट्रिङहरूलाई हामीले जहिले पनि के लेखिन्छ? सिङ्गल कोटेसन भित्र, डबल कोटेसन भित्र अथवा ट्रिपल कोटेसन भित्र लेखिन्छ। कसरी लेखिन्छ भन्नुहुन्छ होला? जस्तै आर इक्वल्स टु रोमिक, यो भनेको के भयो त? हाम्रो आर स्ट्रिङ भयो। अरू जेसुकै हुन्छ है, जस्तै एस इक्वल्स टु सीता, हामीले सिङ्गल कोटेसनमा लेख्छौँ है। अब डबल कोटेसन, सिङ्गल कोटेसनमा लेख्न सक्छौँ, जस्तै टी इक्वल्स टु हेलो भनेर यसरी हामीले ट्रिपल कोटेसनमा पनि के गर्न सक्छौँ? लेख्न सक्छौँ। अनि अर्को के हुन्छ? स्ट्रिङहरू हाम्रो के हुन्छ? इम्युटेबल डेटा टाइप हो भन्छ। इम्युटेबल भनेको जस्तै हामीले यो स्ट्रिङ रोमिक भित्र हामीले ओलाई के गर्न खोज्यौँ? चेन्ज गर्न खोज्यौँ। ओको ठाउँमा आर राख्न खोज्यौँ अथवा ओको ठाउँमा पी राख्न खोज्यौँ अथवा एमको ठाउँमा हामीले एस टी जुनसुकै कुरा राख्न खोज्यौँ भनेपछि त्यो के हुँदैन? मिल्दैन भनेको इम्युटेबल भनेको, चेन्ज गर्न मिल्दैन भनेको। बुझ्नुभयो नि? अब हामीले स्ट्रिङमा के गर्न सक्छौँ त? बेसिक अपरेसनहरू कन्क्याटिनेसन गर्न सक्छौँ। एउटा त कन्क्याटिनेसन भनेको के होला त? हामीले जस्तै म्याथमा एडिसन भनेर पढ्छौँ नि, ए प्लस बी भनेको म्याथमा पढ्छौँ नि, जस्तै 2 + 2 = 4 हुन्छ म्याथमा। तर स्ट्रिङमा के हुन्छ त? ए प्लस बी = के हुन्छ? एबी हुन्छ। यदि यो र यो स्ट्रिङ हुन्थ्यो भने के हुन्थ्यो? त्यो 22 हुन्थ्यो। बुझ्नुभयो नि? स्ट्रिङ भनेको के हो? दुईटा कन्क्याटिनेसन भनेको दुईटा स्ट्रिङलाई एकै ठाउँमा ल्याएर के गर्नु? जोडेर राख्नु, कम्बाइन गरेर राख्नुलाई के भन्छ? कन्क्याटिनेसन। कन्क्याटिनेसन र कम्बाइन बुझ्नु न। अहिले हामीले कोडमा पनि हेर्छौँ यो कुरा। अनि अर्को हुन्छ हेर्नुहोस् त, लेन्थ। लेन्थ के गर्ने? स्ट्रिङको लेन्थ कति छ त? जस्तै हाम्रो यहाँ के छ? HELLO कतिवटा छ त? HELLO भनेपछि कतिवटा छ? 1 2 3 4 5। ल हेर्नु, 6 7 8 9 10 11 12 13 14 15 छ। 15 छ। ल हेर्नुहोस् त, हामीलाई यो कुरा यदि हामीलाई लेन्थ मेजर गर्नको लागि त यसरी काउन्ट गर्न सकिन्छ त? सकिँदैन। त्यसको लागि हामीले के गर्छौँ? लेन भन्ने के गर्छौँ? बिल्ट इन फङ्सन युज गर्छौँ। जस्तै ए इक्वल्स टु के छ? हेल्लो छ अहिलेलाई, तर हाम्रो धेरै लामो हुन सक्छ। अब हामीले के गर्यौँ? प्रिन्ट लेन के गर्यौँ त? ए गर्यौँ भनेपछि के भयो त? ए को चाहिँ लेन्थ के गर? प्रिन्ट गर भन्यौँ भनेपछि के हुन्छ त हाम्रो? 1 2 3 4 5 के हुन्छ? आउटपुट 5 आउँछ। लेनले के गर्ने काम गर्छ? स्ट्रिङको मात्र होइन, फेरि लेन्थले अरूमा नि काम गर्छ। हाम्रो लिस्टमा नि काम गर्छ, टपलमा नि काम गर्छ। बुझ्नुभयो नि? हो, त्यो भएर लेन्थ भनेको के हो? बिल्ट इन फङ्सन हो, जसले के गर्ने काम गर्छ? कुनै पनि स्ट्रिङको अथवा लिस्टको, टपलको के गर्ने काम गर्छ? इलिमेन्टहरूको लेन्थ कति छ त? अथवा स्ट्रिङको क्यारेक्टरहरू कति छन् त भनेर के गर्ने काम गर्छ? मेजर गर्ने काम गर्छ। लेन्थ भनेपछि मेजर भन्ने बुझ्नुहोस् न। कन्क्याटिनेसनको गर्छौँ एउटा। कन्क्याटिनेसन भनेको के हो भनेको थिएँ मैले? दुईटा स्ट्रिङलाई एकै ठाउँमा ल्याएर के गर्नु? कन्क्याटिनेट अथवा जोडेर लेख्नु, त्यसलाई भन्छ कन्क्याटिनेसन। जस्तै कि ए इक्वल्स टु मैले के दिएँ? हेल्लो। हेल्लो भनेर दिएँ। अनि बी भनेको मैले के दिएँ? बी इक्वल्स टु कोडर। कोडर भनेर दिएँ। अब यसलाई कन्क्याटिनेट गर्ने भनेको के भयो? ए प्लस बी गर्नु। जस्तै प्रिन्ट मैले के गरेँ? ए प्लस बी गरेँ। यसलाई प्रिन्ट गर्ने के हुन्छ? ल हेर्नुहोस् त, दुवैलाई एकै ठाउँमा लेखेन? लेख्यो नि।
अब यसलाई मैले कन्क्याटिनेट नगरेर मैले सिङ्गली लेख्थेँ भने के हुन्थ्यो त यस्तै जस्तै प्रिन्ट ए मात्रै गर्थेँ मैले के हुन्थ्यो त ल हेर्नुहोस् त हेल्लो मात्रै आउँथ्यो कोड आउँथ्यो त पछाडिको आउँदैन थियो मैले यहाँ यदि ए बी लेख्थेँ भने यो हुन्थ्यो त इरर हुन्थ्यो कन्क्याटिनेट हुन्थेन कन्क्याटिनेसन हुँदैन थियो अब यसलाई यस्तरी पनि लेख्न मिल्छ है फेरि सी इक्वल्स टु ए प्लस बी गर्ने पनि के गर्न सक्यो सी भनेर गर्न सक्यो किन हामीले कन्क्याटिनेसन बाहिरै गरिसक्यौँ नि त ल हेर्नुहोस् जोड्यो नि त दुईटालाई एकै ठाउँमा हामीले भने जस्तै गरेर अनि अर्को हेरेको थियौँ लेन्थ अफ द स्ट्रिङ पत्ता लगाउने कसरी हो त भनेर जहाँ हामीले के भनेको थियौँ लेन भन्ने के हुन्छ बिल्ट इन फङ्सन हुन्छ भनेको थियौँ अब त्यो युज गर्छौँ ल हेर्नुहोस् त अब हामीले के गर्छौँ डी इक्वल्स टु लेन के गर्यौँ त ए को लेन्थ नाप्यौँ ए भन्ने स्ट्रिङको लेन्थ नाप्यौँ के गर्यौँ त प्रिन्ट डी ल हेर्नुहोस् कति छ 5 छ भन्यो हेर्नु त 1 2 3 4 5 5 नै रहेछ यसलाई यस्तै नलेखेर हामीले यस्तै पनि लेख्न पाउँथ्यो है यहाँभित्र नै प्रिन्टभित्र नै हामीले लेख्न पनि पाउँछ है त्यो गर्दा के हुन्छ अलि राम्रो देखिन्छ प्रोग्राम ए सरी यो डी हुँदैन यति कुरा लेख्न पाउँछौँ के भयो त हाम्रो के आयो एज आउटपुट 5 आयो ल हेर्नुहोस् लेन्थले के काम गर्ने गरेर हाम्रो स्ट्रिङको लेन्थ कति छ भनेर काउन्ट गर्यो अब मैले यहाँ के भने जस्तै यहाँ मैले हेलो रोमिक आर यु भने यो गर्दा के भयो त काउन्ट गर्छ ल हेर्नुहोस् फेरि कति भन्यो त हामीलाई 23 हुन्छ भन्यो कसरी जस्तै 1 2 3 4 5 स्पेसलाई नि काउन्ट गर्छ है 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 ल हेर्नुहोस् स्पेसलाई नि 1 भनेर काउन्ट गर्छ क्या यसले अनि के हुन्छ लेन्थ दिन्छ स्पेसलाई नि काउन्ट गर्छ है लेन्थमा लम्बाइ हो नि त कन्फ्युज नहुने यो कुरा ल हेर्नुहोस् त अरू सब एज इट इज लेख्यो यु र कोडलाई एकै ठाउँमा लेख्यो किन कन्क्याटिनेसन गरेको भएर हामीले एलाई र बीलाई कन्क्याटिनेसन गरेको छौँ नि यहाँ पुरै अब हामीले होइन यहाँ हामीले यो ठाउँमा हामीले स्पेस दिन्थ्यौँ भने के हुन्छ स्पेस भएर प्रिन्ट हुन्छ तल यो ठाउँमा छ नि युआर भनेर के हुन्छ स्पेस दिएर प्रिन्ट हुन्छ ल हेर्नु ए स्पेस दियो नि हो के हुन्छ यहाँ माथि स्पेस दिएको भएर तल दिएको हो यदि यहाँ स्पेस नदिएर यत्तिकै हुन्छ नि के हुन्छ दुईवटा एक ठाउँमा अट्याच गरेर गरिहाल्थ्यो क्या हो कन्क्याटिनेसनको काम भनेको दुईवटा स्ट्रिङलाई जोड्ने लेन्थको काम भनेको स्ट्रिङको अथवा लिस्टको जेसुकैको होस् लेन्थ मेजर गर्ने काम गर्छ अनि कति छ लेन्थ रिटर्न गर्ने काम गर्छ एज अ आउटपुट